baby told me with a sigh, saying words that came across as a doubt. Breakfast खाने बेला चट्ट breakfast some coffee एक स्यान्डविच हामीले त भ्यू देख्यो यहाँ हिमाल थियो हैन तर हिमाल चाहिँ टालिसक्यो बादलले गाउँ यस्तो छ यो चाहिँ 2072 सालमा भूकम्पले केन्द्रबिन्दु बनाएको ठाउँ हो तर अहिले हेर्दाखेरि चाहिँ कुनै पनि एंगलले त्यस्तो लाग्दैन है यहाँ एकदम ठुलठुलो घरहरु हामी खुदै बसेको घरधरि होटलधरि एकदम ठुलो उस भइसक्यो यता हेर्नुहोस् यो बिल्डिङहरु उता बिल्डिङ बन्दैछ यहाँ सब बिल्डिङ ठुलो बिल्डिङहरु छ त्यो अब हामी यताबाट सायद जान्छ होला अनि लारपाक जाने खाजा खाएर हैन त केटा हे अन्जन भाइ निष्ठुरीमा यत्रो जेब्रा झोला छोरेर गइदिएको यार गाण्डु आइज नि त एक टुप्पा समात अब यस्तरी लाग्ने नि त यहाँबाट झराउ आगे थोपेको गोला पछि मसिन गन बरार सिगरेट नदेऊ म बिडी खानेलाई गाडी त यता अन्जन भाइ खोइ अगाडि गाडी हात नदेखाइ के त्यस्तो गर्नु हुँदैन के Bless you. नमस्ते आमा नमस्ते के छ आमा ठीक छ ठीक छ हजुर माथि जाने आमा अब माथि जाने लारपाक जाने लारपाक ए रिमाटर स्यालो ए स्यालहरु छिराइदे यस्तो छ हाम्रो यहाँ लारपाकतिर सरर पानी घटाबा यो चाहिँ बारपाक गाउँ त्यो सब नल काटेर राखेको अब ड्याङ्ग लारपाक जाँदै अहिले यहाँ ट्याक्क हल्का छोटो व्यापारिक विश्राम हाम्रो मामा दाइहरू हजुर दाइ सर्ट एन्ड स्विट केहरू यता गाडीमा यता तल पुरै उस रहेछ ऊ त्यो गाउँ नि तर यतातिर मान्छे छ जस्तो हो क्या गाउँतिर नि निकै गोठै हो पक्कै होला नि यस्तो हुँदैछ यो केटाहरू यता भित्र छन् यो व्हाट्स अप पिपल सो यसै गरी हामी अहिले माथि लाप्राक जाँदैछौँ होइन बाटोको यात्रामा डक्क यहाँ बुढाहरू पिसा भेट्दैछन् हामी भन्दै अब मलाई सै पारी सो यस्तै छ
गाइजहरू अब ढक्क लाएर माथि भेट्नुपर्छ होइन गाह्रो छ हातमा लिएर बाटा जाला है जोगाई ज्यान आज गाडी चाहिँ बस्यामी बाटो भिडियोको क्लिप चाहिँ मजाले बनाउनु पर्छ हिजो त वास्तै होइन पुरा यहाँ चाहिँ यस्तो छ हाम्रो लार्पा गाउँ चेक इट आउट बेबी हिमालको ठ्याक्क अगाडिपट्टि च्याट्ट यस्तरी मिलेर बनेको गाउँ रहेछ तर मान्छे छैन जस्तो छ जसले बिहे गर्छ यहाँ एउटा घर फ्रीमा आएर बस्दै हुन्छ घर फ्रीमा दुइटै दिन्छ ल बुढालाई एउटा बुढीलाई एउटा झगडा पऱ्यो भने छुट्टै छुट्टै बस होला त्यसरी गाउँको भित्रबाट यस्तै हिँड्दैछौँ यहाँ चाहिँ यिनीहरूले यता एउटा ट्रेकिङ ट्रेल पनि बनाएको रहेछ गुप्सी भन्ज्याङ 2670 मिटर दार चाहिँ जस्ट चेक दिस आउट गाइज बाटो पनि रेन्जर होइन गेट जस्तो पुरा सर हिँडेर अगाडि हेभेनतिर निस्किने अनि वन्यजन्तु तथा वनस्पतिको संरक्षण गरौँ यहाँ चाहिँ यस्तो रहेछ पार्क जस्तो छ हेर्दाखेरि हजुर पुरानो गाउँ त त्यो रहेछ क्या अघि आएको गाउँ जस्तो लाग्यो मलाई त अब यहाँबाट नि हामी फर्किँदै इपिक एडभेन्चर ट्रेकिङ ट्रेलबाट चट्ट सररा तैसँग रातेरो ज्ञान सुन कुरा दिएर ध्यान गाह्रो छ बुझ्नलाई फोक्रेली स्ल्याङ सङ्गारो भेटाउन या तेरो फ्यान समेटी आइज भाइ त तेरो ग्याङ एक्लैले खन्दिन्छु तहरको च्यान बल र बुद्धिले अहिले हामी कहाँ छौँ त भन्दाखेरि होटेल माम्चे यहाँको हाइट चाहिँ 2800 मिटर रहेछ होइन अनि यहाँ यस्तो होटेल रहेछ यहाँ डाँडामा यता तल रोड छ भने यता अगाडि हिमाल छ पारिपट्टि अनि यो साइडमा हल्का हिमाल यता हिमालहरू छ यता अलिकति अगाडि गएपछि चाहिँ लार्पा गाउँ हजुर ए हाम्रो भाइ यता चिया खाँदै चेस मेरो भाइ घले गाउँको यात्रा सुरु हुँदैछ है अब हामी यहाँबाट चाहिँ एकदम लार्पाबाट सिधै घले गाउँ जाँदैछौँ हामी सरर यहाँ टक्कको भाले काटेर खाने भयो नि मजाको भाले गजाको रहेछ अनि यता चाहिँ तुम्बा खानुपर्छ क्या अनि यहाँ चाहिँ अब फेरि यसो बाटो बनाउँदै रहेछ यहाँ लार्पाक जाने बाटो यसो भिरको बाटो जस्तै रहेछ कि होइन अनि त्यो चाहिँ यसो सरसफाइ गर्दैछन् हाम्रो यहाँ डोजरको ड्राइभर सोल्टीले मास्क लाएर बसिछन् एउटा फेरि टोपी लगाएर तातो भएर चिसो हो कि यता त यता हिमाल देखेछ नि त त्यहाँदेखि त यता माथिबाट बिजुलीको बत्ती लखन
खतरा हुन्छ नि खसाम राम मैले त बिहान बिहानै भने नि उठ्नु मान्दैन र पो कोही पनि मेरो त भान्जाले मालिस गरिदिँदैन भान्जै हुन्छ कि होइन त नि है के छ ब्रदर ठिक छ ए ल सही हो स्ट्याच्यु भनिदिएको मैले अड्डे भइदियो नाका झोसियो क्या खाना खानुलाई त्यो दाँत कोट्टाएको कि ए घाँटिया झोसियो अरे हिजोको मासु अड्यो र कटाउने कुरो चाहियो म दिन्छु यो खतरा दाँत कोटाउने चिज सही छ कि सही छ बाटो चाहिँ होइन खतरै हो ल बिस्तारै ओह्रालोमा हामी जाँदैछौँ अलि चारो तरफ कोराही बदाम हाम्रो अन्जन भाइको नि खतरा खालि गीत हो ए बजाइदेऊ न जाम भल्लाई भयो बेटा बजाउन केटाले सुन्छौ कि नमिली सुन्छ होला नि पहिला भालु नचाउँदाखेरि गीत बजाउँथ्यो मेलातिर भालु नचाउँदाखेरि के इंग्लिश मीडियम स्कूल है आपका समोसा खानुपर्छ क्या यार म त भोक लाग्छ यस्तो तोरीबारी रहेछ ए तोरीबारी And this is how it looks.
सहरतिर लाग्दैछौँ दाहिनेतिर पसेर। यता पोखरा जाने तर अहिलेलाई चाहिँ हामी यता जाँदैछौँ बेसी सहर। यो चाहिँ डुम्रे बजार हो। डुम्रे बजारको माहौल चाहिँ हेलो हेलो हेलो। डुम्रे बजार चाहिँ यस्तो छ। घलेगाउँ जानलाई चाहिँ बाटोमा जाम भएर हामी त्यहाँ बस्नु झौलाएर त्यहाँबाट फर्केर हामी बन्देपुर जाँदैछौँ। हाम्रो टोली चाहिँ अहिले सब सेलाइसकेको अलिअलि अवस्था त्यस्तै त्यस्तै। के छ भन्दा डगेस यो चाहिँ हाम्रो बन्दीपुर ऐतिहासिक ट्रेड हब ब्याक इन द डेज होइन। अगाडि अगाडि कसको छ र अब त्यो एकटा जेरीपुरी। This is how it looks. Okay, मैचा बसेको भन्दा मैचा के हो त कुरा? दर्शन गर्नु नै आउँछ नि त होइन के को बन्दीपुर रे दर्शन के छ ए यहाँ त मन्दिर के को मन्दिर हो? छैन अगाडि बाउपाटी पछाडि ठिटापाटी। के को बुट्टा हो यस्तो? सुपारीको हो कि कसम? उयो महोत्सव नि लाग्ने रहेछ।
कस्तो राम्रो छ तपाईँलाई ए बन्दीपुर मन्दिर उयो उता जाऊँ न यता त अनि हामी यहाँबाट अब योले आज हाने भनेको जय भाइको चाहिँ हिजोको ठिक थियो आज ब्याट्री गुडियो कि हो ओए मेरो भाइ हजुर बाबु मामा के ल्याइदियो नै अब खाना खाना पेटमा जाला भन्दा त सबै टाँसिएर सकिएर फाल्नु पऱ्यो क्या मामा है हजुर र यसै गरी हामी अहिले बन्दीपुरमा छौँ होइन बन्दीपुरमा हामी यहाँ माया दिदीको घरमा त्यसो दाजु सन्चै हुनुहुन्छ ल हामी चाहिँ यहाँ दिदीकोमा दाइकोमा छौँ है बन्दीपुरमा खाना त अब अघि नै हालिदिनु भयो होइन अहिले एकछिनमा खाने भने गाह्रो नहोला नि त होइन हेलो प्रकाश दाई गुड मर्निङ गुड मर्निङ खोला ब्रदर्स मिल्नेको लागि गुड खोला ब्रदर्स नमिल्नेको हाड गन्छ खोला ब्रदर्स घन्टुको साइन हामी खोला ब्रदर्स सबले सम्मान दिँदै खोला ब्रदर्स मिल्नेको लागि गुड खोला ब्रदर्स नमिल्नेको हाड गन्छ गान्डुको सडकबाट घन्किँदैछ गाना हजारौँ शब्द कोर्दा कोर्दै भइसके पाना साथ दिने 10 खुट्टा तान्ने छन् 1000 जना यो खेलको रङ्ग मसँग म चढ्दैछु ऱ्यापको दाना खाली पाना अरू आज पढ्दैछु ऱ्यापले हिजोसम्म मदिराको तालमा झ्याप्दै फ्याँक्दै गाना थरी कुराहरू च्याप्दै नसाले होइन मलाई सन्तुष्ट मिल्ने गर्छ ऱ्यापले गुड मर्निङ बन्दीपुरबाट यो ए खतरा भइरहेको होइन अन्ज खतरा भएर वाल छ्याल भएको केटाहरू सब वाल छ्याल आज केटाहरू चाहिँ घरले गाउँ जान्छ म चाहिँ छेत्तिन्छु यहाँबाट मेरो घर आउँदैछन् सेता सेता मान्छेहरू काठमाडौँतिरबाट हामी पैसा फाल्न जाने आलुवा पैसा कमाउन जाने ग्याङ ग्याङ बेच यो टुडी खेलको क्या हो कसम रामाराम आम्मा पोइ ए म पिङ खेल्छु मा ल त म पिङ खेल्छु यतिकै देखेर सो अब हाम्रो मामा चाहिँ पिङ खेल्न जान लाग्नुहुन्छ क्यामेरातिर आउला फेरि मामा है ग्यास लिन एम्बुलेन्समा जानु होला वेलकम भन्दै होइन हल्लिँदो रहेछ भाँचेला फेरि यार यतिको मोटो भएको भए चाहिँ खै धान्थ्यो हाँगासँगै जाँदाखेरि
आएको त जान्छ मच्ची मच्ची कम अन यस जोर लगा के हैस जोर लगा के हैस के रे तिनीहरू त कामै गराउने हो गराउँदैन एकछिन के गर्ने एकछिन बल कम गरिरहोस् भात खाएर भर्खर खाजा खाएर बल लिएर गइछ आइवा लय त आउँदैछ त है फनाको घुमाइदे 360 ल वेल गति जान्छ कि Chciałem powiedzieć, daj. Co chcesz? Ani. Actually speed हो गया मामा सेम देखेंगे एकचोटि फेरि सो अब यसै गरी अब चाहिँ लागिन्छ हामी बार के अरे गलेगाउँ लमजुङको गलेगाउँ होइन मामा चाहिँ अब जानुपर्ने हुन्छ आज ए हो र पनि छ यी सुन्तला त गुलियो छ त्यहाँ दाना खतरा देख्छु ल ल ल ल होइन टिका लगाइदिउँ कि त्यसलाई ल बिहान बिहान होइन खता नि लगाइदिउँ कि अनि पर्छ कि क्या है ए ल यिनलाई नि मेडल दिनुपर्ने रहेछ मर्निङ सट हुँदैछ बन्दीपुर पेन्टिङ सर्ट हो क्या भनेको अहिले भएन ठिकै छ भएन होइन गरमलाई आजलाई यहीँबाट म बिचमा चेतिन्छु तिमीहरूसँग अर्को पालि